हेलो एभ्रिवान, तपाईँहरू सन्चै हुनुहुन्छ? म पनि सन्चै छु। मैले चाहिँ हिजो मन्डेको एउटा भ्लग बनाएको थिएँ, तर त्यो चाहिँ मैले हिजै पोस्ट गरेको थिएँ, तर नेटले काम नगर्यो कि के भयो त्यो चाहिँ पोस्टै भएन छ। त्यसलाई चाहिँ मैले जस्ट एकछिन अगाडि पोस्ट गरेको छु फेरि पनि। अनि यो चाहिँ आज मेरो ट्युसडेको भ्लग हो, किनभने आज पनि मेरो व्रत हो। आज मङ्गलबार हो, आज चाहिँ मेरो गणेशजीको व्रत हो। हप्तामा 2 दिन चाहिँ मेरो सोमबार र मङ्गलबार चाहिँ मेरो व्रत नै हुन्छ। अनि आज म नुहाएर रेडी सेट भइसकेको छु, अनि मैले फुल पनि टिपेर ल्याइसकेको छु होइन। अनि हामीले मन्दिर पनि सेट गर्न लगाइसकेको छु। अब चाहिँ म एकछिनमा जल भरेर ल्याउँछु र मेरो पूजा स्टार्ट गर्छु। हेर्दै गर्नु होला। मैले चाहिँ जलहरू सबै भरेर ल्याइसकेँ। चाहिँ नयाँ मन्दिरमा राख्छु। आज चाहिँ पानी हिजो राति ठुलो पानी पर्नु भएर चाहिँ फुलहरू खासै धेरै फुल्नु छैन। जति पनि फुलेको थियो त्यो फुलहरू पनि अनि कस्तो अति पर्छ। तर आज पूजा गर्नु चाहिँ छ नै। सेट गरिसकेँ। यहाँ चाहिँ लाइट यस्तो बनाइसकेँ। यहाँ लगाएर मेरो चाहिँ अर्को क्यामेराम्यान हुनुहुन्छ, त्यही भएर उहाँले आफै सेट गर्नुपर्छ। अनि चाहिँ त्यो लाग्छ। हिजो चाहिँ मैले यस्तो कहाँ जान्छु के गर्छु भनेर बनाउँछु भनेको, तर त्यस्तो भइसक्यो चाहिँ पछि लास्टमा पूजा गर्ने बेलामा ठिकै पानी आयो, लाइन पनि गयो। अनि हिजो पनि मेरो फोनमा चार्ज पनि थिएन, फोन पनि अफ। पछि जब लाइन आयो अनि मैले जति पनि मैले बनाएको थिएँ त्यसैलाई हल्का एडिट गरेर हाल्छु भनेको, हाल्न चाहिँ पोस्ट त गरेको थिएँ, तर पोस्ट चाहिँ भएको रहेनछ क्या। अनि पोस्ट भएको रहेछ। अनि अहिले चाहिँ त्यही भर्खरै पोस्ट हालेको छु। त्यसमा गएर हेर्नु होला। आज चाहिँ फुल यस्तो हुन्छ। खुबै राम्रोसँग फुल्न सकेको छैन है, पानी गरेर। मैले चाहिँ एउटा फुललाई हेल्प गर्दैछु फुललाई। मैले चाहिँ प्रायः जब पनि म फुल टिप्छु अनि पूजा गर्छु यताउता जान्छु नि, फुलहरू चाहिँ मेरो खुट्टामा झरिरहेको हुन्छ होइन, प्रायः सधैँ नै। अनि त्यस्तो चाहिँ किन भएको होला जस्तो लाग्छ क्या। अनि आज नि होइन म हिजो नि यहाँनिर हेर्नु मेरो खुट्टामा फुल झऱ्यो भर्खरै। खै किन यस्तो दिनभरि कहाँ जान्छु के गर्छु भने